कसले भन्यो तपाईहरुलाई केयर गिभरहरु इजरायलमा खुसी छैन भनेर? कसम म त खुसी छु कसम। नसुर्ताउनु मेरो शुभचिन्तकहरु, मेरो आमा बाउ दाजुभाइ भाउजू, मेरो दिदी बहिनी, निनी पुसे काका काकी, मामा माइजू, मुमा फुपा, नसुर्ताउनु। यहाँ केटा सुखमा छ अनि खुसीमा छ, खुसी खुसी। यतिको सेल्फ कन्फिडेन्स हुनु पर्यो नि त हैन जिन्दगीमा। मिठो मिठो खानेकुरा पाइरहेको छ, घरभित्रै सुक्कामा काम गर्नु पाइरहेको छ हैन। पानी झरीमा भिजी भिजी काम गर्नु परेको छैन। हुनु त अब उता इन्डियामा हुँदा केटाले 4-5 वटा गोरु र 1-2 वटा सुँगुर त पालेर बसेकै केटा हो हुनु चाहिँ हैन। तर अब अलिअलि दुःख त हुन्छ नि त, अलिअलि दुःख त हुन्छ नि त। त्यत्रो स्यालेरी पाइरहेको छौँ हामीले, त्यहाँबाट के खोज्ने? जिन्दगीमा खुसी बस्यो भने हामी जहीँ गएर पनि जे काम पनि गर्न सक्छ क्या। काम गरिराख्ने हो, दुःख गरिराख्ने हो, सुखको दिन आउँछ त पछि यार आउँछ। यस्तो राम्रो मौसम, वाउ। अम्बो कस्तो मिठो कलरको गाडी, वाउ। अब फेरि केटा आएको 1 साल पुग्नु आँटेको हैन। 1 साल पुगेपछि के हुन्छ थाहै छ होला 1 साल पुगेपछि के हुन्छ हैन। त्यो चाहिँ यहाँ इजरायलमा हुनेलाई मात्रै थाहा छ क्या, 1 साल पुगेपछि के हुन्छ भनेर। एउटै घरमा 1 साल बस्नु चाहिँ लकीहरूले मात्रै पाउँछ है। फेरि लकीहरूले मात्रै पाउँछ नि फेरि साथीभाइ। ल केटा हो, घरमा बसेर पब्जी खेलेर चाहिँ हुँदैन है। अब चाहिँ निक्लिनुपर्छ। यहाँ हेर त तिमीहरूको दाजु, हेर त दाजु, इजरायल जस्तो देशमा छ। 1 साल पुग्नु आँट्यो त पनि 1 साल। औ केटा हो औ, पब्जी खेलेर हुँदैन अब, यो उमेर। म त ढिलो भइसक्यो जस्तो लाग्छ, अलिक छिटो आउनु पर्थेछ क्या। तपाईहरुले मेरो लागि एकदमै प्रे गरिदिइरहनु भएको छ हैन। म जहिले पनि म भन्ने गर्छु थ्याङ्क यू सो मच। कुनै पनि दुःख बिमार नहोस् हैन, हेल्थमा कुनै पनि त्यस्तो प्रब्लम नआओस्। म पनि तपाईहरुलाई जहिले पनि प्रार्थनामा सम्झेको हुन्छु हैन। अब घरबाट टाढो छु, अब दुःख त लाग्छ, परिवार छैन साथमा हैन। चाहेको बेलामा घर जानु पाउँदैन। अब कति कुरा त सेक्रिफाइस गर्नुपर्छ नि त। अब त्यति त अब काम गर्छु भनेर हामी निक्लिसकेपछि त त्यति त सेक्रिफाइस दिने हो नि त, त्यति त हैन। तपाईहरुले मेरो भ्लग आजकल निकै हेर्नु हुँदैछ है, निकै हेर्नु हुँदैछ है। थ्याङ्क यू सो मच सबैजनालाई मेरो भिडियो हेर्नु हुँदैछ हैन। राम्रो भिडियोहरू ल्याउने कोसिस गर्छु। तपाईहरुलाई पनि यसो इन्टरटेन दिनु पर्यो नि त हैन। थ्याङ्क यू सो मच अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएको लागि एकदमै थ्याङ्क यू सो मच भन्दै आउँदै गर्छ मेरो भिडियो चाहिँ लाइक कमेन्ट सेयर गरिदिने। ल गरिदिनु न, सेयर त गरिदिनु न यार, कस्तो दुःख हुन्छ यहाँ भिडियो बनाउँदा नि त। ओके गाइज, थ्याङ्क्स फर वाचिङ, लभ यु गाइज।